Happy birthday to you. Happy birthday to आज म दुईटा केक काट्दैछु हेलो है वेलकम ब्याक टु माई न्यू भिडियो आई होप सबैजना सन्चै आरामै हुन्छ होला म पनि एकदम सन्चै आरामै छु अनि तपाईँहरूलाई थाहा पाइसक्नुभयो थम्बनेल टाइटल हेरेर पनि अनि म पनि एकदम सरप्राइज भएँ थ्याङ्क यू सो मच मेरो भतिजा नि शीतललाई उसको नाम चाहिँ स्वस्तिका पनि हो अहिले बाहिर रहेछ मलाई त थाहै थिएन क्या झापामा बस्थेँ नि त सो गाइज म पनि नानीहरूलाई सरप्राइज दिन्छु अब यहाँ यही केक यही उसले होइन अनि बेटा हेर्दै गर्नु होला है त सो गाइज आउँदो आइफोन आँट्यो है Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Hey mommy. मतलब बटियो. Hey mommy ले बोला ना. क्यों डबल से नहीं? क्यों? के भयो के हो आज त मलाई सरप्राइज छ त खै यो चाहिँ फुकिहाल्नु न मैले यो के अरे यहाँ के बोल्नै सकिनँ म त साथीभाइ के पो भइरहेछ मलाई आज बिसक्यो हो साथीभाइ थ्याङ्क यू सो मच आज चाहिँ मलाई दुईपट्टि सरप्राइज थ्याङ्क यू सो मच मम्मीलाई पनि धेरै धेरै यता चाहिँ भतिजेनीले मलाई सरप्राइज दियो आज अनि त्यही केक चाहिँ म यता फेरि दुईजनालाई सरप्राइज दिउँ भनेको फेरि अर्को केक बोकेर आएछ हो कसले पठाइदियो होला यो कसरी थाहा भयो अहिले कुरा भएको थियो होइन होला हो कि म चाहिँ सरप्राइज भएँ दुईपट्टिबाट थ्याङ्क यू सो मच यतादेखि पनि सरप्राइज दियो आमा र छोराले अनि यो चाहिँ शीतल नानीले पठाइदिएको सरप्राइज यहाँ छ अनि बुके पनि छ यहाँ देखौँ त भाइ थ्याङ्क यू सो मच विदेश छ अरे शीतल कुन देशमा मलाई त थाहै छैन झापामा बसिरहेको मान्छे विदेश छ अरे अनि हाम्रो फिल्मको हाम्रो सरप्राइज दिने बुके बहिनीले के भन्छ अनि एक्कासी फोन गरेर बोलायो मलाई त के थाहा छैन के हो मान्छे खुसी छैन खुसी नि यता चाहिँ खुसी छ जस्तो छ मान्छेहरू धेरै धेरै धन्यवाद छ सबैजनालाई म चाहिँ एकदम सरप्राइज भयो मलाई चाहिँ कसरी थाहा भयो भने शीतलले पठाएको सरप्राइजमा चाहिँ यो पहिलाको यो फोटो थियो क्या यताको यो फोटो अनि यहाँ चाहिँ सौगात कोपिला सन्देश हो कि को हो अनि अरू फोटोहरू चाहिँ यस्तो रहेछ अनि पुरा मलाई सरप्राइज भइरहेको छ आज चाहिँ अनि यहाँ हाम्रो बर्थडे केकमा चाहिँ यहाँ के लेख्छ नि ह्याप्पी बर्थडे काका भनेर पठाएको रहेछ मलाई त थाहै भएन धेरै धेरै धन्यवाद शीतललाई पनि अब विदेशमा रहेछ मलाई त थाहै थिएन
झापामा बसेको थियो। अब कहिले विदेश गएको मलाई त थाहा थिएन। अनि के भन्नु, माइला दाइको छोरी हो। अब माइला दाइ चाहिँ बितेर जानुभएको पहिल्यै। यही फेरिमै बित्नु भएको माइला दाइ चाहिँ। म अब सरप्राइज दुईजनालाई ध्यानमै दिउँ भनेको त दुईजनाले केक लिएर आयो त। ल 2टा केक काट। Happy birthday to you. Happy birthday to you. Happy birthday. Happy birthday. Happy birthday to you. लाइदे सबै लाइदे मुनि। ल थ्याङ्क यू सो मच। आज चाहिँ म 2टा केक काट्दैछु। खै दादी भिडियो गर न। गरिराखेको छु त हौ, यो देखिनु परेन। मलाई देख्दैछ? देखिराखेको छ त। यो चाहिँ शीतलले ह्याप्पी बर्थडे काका भनेर पठाएको छ। अनि यो चाहिँ ह्याप्पी बर्थडे पापा स्टेफनले हो। धेरै धेरै धन्यवाद। आज चाहिँ यो जिन्दगीमा पहिलोचोटि मैले 2टा केक काट्दैछु। सबैभन्दा पहिला चाहिँ म शीतलले पठाइदिएको केक काट्छु। खै ताली। मलाई खुवाइदिनु हो। खुवाइदेऊ पापालाई। यो चाहिँ शीतल छोरीको नाममा। birthday, थ्याङ्कु। Papa. सबै खुवाइदेऊ खुवाइदेऊ। पल्लो पनि काटेर पल्लो पनि खुवाइदेऊ। थ्याङ्कु हो भाइलाई। मम्मीलाई। म नखाने। ह्याप्पी बर्थडे। थ्याङ्क यू। थ्याङ्क यू सो मच सबैजनालाई। शीतलले पठाइदिएको यो गिफ्ट। मलाई चाहिँ यो फोटो शीतलले यो फोटो हालेको थियो पहिला, पुरानो फोटो। अनि यहाँ चाहिँ म, यहाँ चाहिँ म, यहाँ चाहिँ रूपा श्रीमतीज्यू, यहाँ स्टेफन, यो चाहिँ पापा र मम्मी। अनि यो चाहिँ पहिला क्यारलको। अनि यहाँ बुके। थ्याङ्क यू सो मच फेरि पनि शीतल छोरीलाई। अनि यहाँ चाहिँ लेखेको छ ह्याप्पी बर्थडे काका भनेर। अनि यहाँ चाहिँ पुस 3 गते। अब यसलाई चाहिँ म यहाँ राख्छु। अर्को साल यसरी नै अनलाइनबाटै म पनि गरिदिन्छु विस। ठ्याक्कै यसरी नै अनलाइनदेखि नै गरिदिन्छु विस। अब मलाई त विदेश गएको पनि थाहा थिएन क्या। भिडियो अलिक राम्रो गर न। भाइले गर्छ खै, मम्मी र हामी यहाँ बस्छौँ। होइन म बस्दिनँ। बोल्नु न, भन्नु न। यता मम्मी र यहाँ मलाई मेरो बर्थडे होइन नि त, तपाईँको बर्थडे हो। नभए पनि त यहाँ बस्छौँ नि त हामी। अब विदेश गएको त मलाई थाहै थिएन शीतल त। केलाई थाहा हुनु पर्यो त अनि। थाहै थिएन नि त कहाँ बस्दैछु के गर्दैछ। त झापैमै बसिरहेको होला भनेको थिएँ क्या। विदेशमा बस्दै रहेछ, दुःख गर्दैछ। अब छैन। भन्नु न, भन्नु। राम्रोसँग कमाउनु अलिक माथि ठाडो। के गर्छौ? अघि सकिसक्यो, काटिसकेको। बर्थडे यो भोलि के बनाउँछ? ओछेतिर गयो। क्यामेराम्यानले क्यामेरा कस्तो राखिरहेको छ। सिधा राख्न भाइ। भन्नु। के भन्नु अब, केही छैन, शब्द नै छैन। धन्यवाद भाइ, धेरै खुसी भाइ। थ्याङ्क यू सो मच। बुढीलाई पनि नानीलाई पनि। मलाई पर्दैन थ्याङ्क यू भन्नु। किन भन्नु केक ल्याइदिएकोमा। त्यही हो। अब धेरै धेरै धन्यवाद छ सबैजनालाई बर्थडे विस गरिदिनु भएकोमा फेसबुकमा। अनि विशेष गरी श्रीमतीज्यू, नानीलाई पनि धन्यवाद। म चाहिँ ढोकामा बसेँ, उल्टो त्यो स्प्रेले चाहिँ सरप्राइज
हानिदिउँ भनेर बसिरहेको ह्याप्पी बर्थडे भनेर आउँछ त फेरि हो मान्छे त म अब के भन्नु के गर्नु भइहाल्यो क्या अघि तल बहिनीले पनि मलाई त बोलायो मलाई त अब कल गरेर बोलायो अब गइयो नभ्याएर त्यो पनि रात परिरहेको थियो होइन अकमक्क भयो कसले पठाइदियो कसले गयो अनि त्यो मैले त्यो पुरानो पहिलाको फोटो देखेँ क्या शीतलले अनि त्यो फोटो पोस्ट गरिरहेको थियो अनि त्यही त थाहा भयो अब के भन्नु अब अङ्कलले केही गर्नु सकेको छैन तिमीहरूको लागि अब दुःख गर्दैछ विदेशमा राम्रोसँग काम गर्नु राम्रोसँग पैसाहरू चिन्नु बचाउनु अर्काको देशमा गाह्रो हुन्छ अब धेरै धेरै धन्यवाद यस्तो अब सरप्राइजहरू नपठाइदिएको भए पनि हुन्थ्यो ठिकै छ पठाइहाल्यो अब धेरै धेरै धन्यवाद अरू त के भन्नु अब दाजु माइलाको एक्लो छोरी दाजु चाहिँ अघि पनि मैले भनिसकेँ बित्नु भएको पहिल्यै र त गाइज आजको भिडियो यस्तै भयो थ्याङ्क यू सो मच